हामी चाहिँ अलिकति छिटो आइपुगेको छौँ। अब खोल्या रहेन रहेछ रिदम म्युजिक स्टोर चाहिँ। स्केटिङ खेल्ने ठाउँ रहेछ टक्क यहाँ 150 रुपियाँ आएर खर्च गर्ने यता चाहिँ टक्क। लोकेसन हेर्दा नि देखाउँदैन यार लोकेसन कता कता हो लोकेसन। उही बबाल रहेछ यार खत्तम भयो काम काम आउनु चाहिँ आइयो होइन तर छुट्टी रहेछ आज चाहिँ सब खतमनाथ स्टार्ट भइसकेको छ गाइजहरू। हामीलाई पनि चाबुक बेला गर्दा हामी नथिलो नाच्ने अब चाहिँ हामी टक्क सिलगढी बजार पनि छिरिसकेको छौँ आफ्नो गाउँ। हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल है। अनि तपाईँलाई फेरि स्वागत छ मेरो युट्युब च्यानलमा है। अनि हामी चाहिँ आज कहाँ आएको छौँ भने भाइको गिटार किन्न आएको छौँ। बिटिएम रिदम म्युजिक स्टोर आएको छौँ है। अनि अब हामी भाइको गिटार सिटारहरू निकालेर हिँड्छौँ। मैले भ्लग चाहिँ घरबाट स्टार्ट गर्छु भनेर सोचिरहेको थिएँ तर घरमा चाहिँ अघि हल्का काम परेको मेरो मम्मीलाई तल बजारसम्म बाइकमा छोडिदिनु परेर छोडिदिएको थिएँ। अनि आउँदा यता आउँदा घर आउँदाखेरि ढिलो भयो क्या। अनि मम्मीले आएको धरान जानुभयो अनि हामी पनि फेरि यता आउने भयो क्या। त्यही भएर टाइम नपुगेर माथि बेग भाइहरूको फेरि आज धान उठाउनु पर्ने थियो तर अब भ्याइएन। अब त्यस्तै भइहाल्यो होइन, दाइ रिसाउनु भयो होला। तपाईँले दाइले भिडियो हेर्दै हुन्छ भने तपाईँले यहाँबाट भन्दैछु मैले भ्याइनँ आज तपाईँको भाइको गिटार किन्नु पर्ने भएर हामी यहाँ आएको छौँ दाइ है। त्यही हो अब हामी टक्क गिटार सिटार किनेर गिटार सकमा जान्छौँ। त्यसपछि गिटार निकालेर हामी घर फर्किन्छौँ। ल टक्क हामी गएर अब गिटार सकमा भेट्ने गाइज। गिटारिस्ट भाइ चाहिँ गिटार पो जाने अब गिटारमा किन्नु गयो हामीहरूलाई। म पनि फर्स्ट टाइम जाँदैछु सिटी हल त। मसँग सिटी सेन्टर पुगेको थिएन। ल हामी चाहिँ अलिकति छिटो आइपुगेको छौँ। अब खोल्या रहेन रहेछ रिदम म्युजिक स्टोर चाहिँ यहाँ हो चाहिँ स्केटिङ रहेछ यहाँ। अब कतिखेर खोल्ने हो थाहा नै छैन। एकछिन पर्खिन्छौँ हामी। खोल्छ अब एकछिन अब हिरो यहाँ छ। अब ल एकछिन कुर्छौँ अब खोल्छ होला अहिले। स्केटिङ खेल्ने ठाउँ पनि रहेछ टक्क यहाँ। अब हामी फेरि स्केटिङ पार्कतिर हेरिदिउँ न त कस्तो छ है स्केटिङ पार्कहरू। म पनि आएको छुइनँ फर्स्ट टाइम आएको हो है। ल ठिक छ तर मान्छे रहेन छ छैन। 150 रुपियाँ आएर खर्च गर्ने यता चाहिँ टक्क। तर बबाल रहेछ हल चाहिँ खुल्या रहेन रहेछ नत्र हामी पनि खेलेर गइदिँदा हुन्थ्यो है एकछिन त तर खोल्या छैन। अब यहाँ रिदम स्टोर पनि खोल्या रहेन रहेछ। अनि कति बजी खोलिन्छ कल गरेको कल पनि उठाउनु भएन। अब एकछिन कुर्छौँ हामी अनि त्यसपछि गिटार सिटार झिकेर हिँड्छौँ टक्क। अलिकति ब्याङ्कमा पनि काम रहेछ तुम आएको। अनि म हामी चाहिँ अब बेलुकी चाहिँ फेरि भागिदिनु पर्ने हुन्छ मेला। हाम्रो स्टोर चाहिँ मजाले खुलिसकेको छ अब है टक्क। रिदम म्युजिक स्टोर खुलिसक्यो। अब हामी एउटा गिटारहरू लिइहाल्छौँ। म एउटा क्याजन पनि हेरिरहेको छु क्याजनहरू कति पर्छ सोधिराख्नु पऱ्यो। पछि लानु पऱ्यो एउटा म पनि है क्याजन। तर यहाँ चाहिँ एकदम दामी पाउँछ भन्ने सुनेको मैले। ल अब हामी चाहिँ हेरौँ न त। हाम्रो हेरेको चाहिँ गिटार पनि ल भइसक्यो। अब टक्क हामीले गिटार पनि निकालिसक्यौँ है। अब हामी लाग्ने घर भन्दैन बरु ब्याङ्कमा काम रहेछ तिमीहरूको। अनि त्यही ब्याङ्कमा काम गरेर सिटी चढेर जाने एकछिन होइन। अब त्यही हो अलिकति। अब हामी बेलुकी फेरि अब मेला जानुपर्ने हुन्छ गुनगुने है। मेला जाउँ भनेको अब बाइकै दिनु भएन तुम्बाले है। अब कसैको बाइकमा जानुपर्छ हामी। मेटन छ हाम्रो मिराज भाइ गिटार टक्क। अब त्यही हो बिहान आएको है धेरै बेर पर्ख्यौँ हामी। अब तुमा अलिकति ब्याङ्कमा काम गर्नुहुन्छ त्यसपछि हामी जान्छौँ किनभने
खानासानाहरू भनेको त्यस्तै हो है। यो रिदम म्युजिक स्टोर चाहिँ कहाँ छ भन्दा ट्याक्कै तपाईँहरूलाई भनेको सिटी सेन्टर, ट्याक्कै सिटी सेन्टर। यो संसारी रोड है, संसारी रोड सिधै काँकरभिट्टा आउने रोडमा। ल अटोमा चढेर लाग्यो। हाल्दैनौ ल लागिएको काखमा राख्नु है। भरे गाडीमा चाहिँ जोगाउने होला। काखमा राख्नुपर्छ। अब चाहिँ हामी लागेको भरे पुगेर भेट्नु। यो खै सोध त त्यहाँ हिमालय ब्याङ्क कहाँ भनेर लोकेसन हेर्दा नि देखाउँदैन यार। लोकेसन कता हो यो लोकेसन? ए हेर्नु चाहिँ यहाँ रहेछ, तर माथि तल रहेछ। ल मेरो भाइहरू ल हामी अघि तिमीले किन्दा हुन्छ क्या बरु यो सत्तर दुधाले अझै माथि हेर्छ। बब्बाल रहेछ यार भित्री चाहिँ। मेरो हिरो पर हडेर कुदैछ। सिडीबाट हेर्नु लिफ्टमा त नजोगिहाल्छु म त। हेट अड्क्यो भने त सक्यो त। म धर्म एकचोटि परेको छु नि। अन्त लोकेसन यता देखा क्या। यस्तो छ यार यहाँ टक्क। ओए बबाल रहेछ यार। Oh shit. अच्छा हिमालय छुट्टी रहेछ। ल खत्तम भयो। काम आउनु चाहिँ आइयो होइन, तर छुट्टी रहेछ आज चाहिँ सब। त मजा भएन नि त नि छुट्टी भएर है। अनि अब के बाद छुट्टी हुँदो रहेछ आज के बार? आज बिहिबार नि। अन्त ट्युसडे छुट्टी रहेछ अहिले। छुट्टी रहेछ ल ठिक छ मेरो भाइ बस। एउटा फोटो खिचिदिउँ सेट। तर म यो हल्ला चाहिँ पसेको थिइनँ क्या। फर्स्ट टाइम पसेको यो बल रहेछ। साथीले गिटार मलाई भिडाएर झनै गिटार सबसे बन्द भएन। तर यो त आफ्नै पर्सनलहरू हुन्छ र बन्द हुँदैन। काम बन्नेन तुम्हाको। मिराज भाइको चाहिँ काम बन्यो। अर्को साल चाहिँ यहाँ आउनु पर्ला हौ ल्याङ्ग्वेज पढ्नु यार। ल ठिक छ। अब हामी कता निस्किनु पऱ्यो? यता निस्किनु पऱ्यो। ल अब हामी यहाँबाट निस्केको सायद। सो अब हामी पर गएर भेट्नुपर्छ टक्कसँगले है सबैजना। अब
बाहिर सिनेमा भन्ने कहाँ छ मलाई म दमक चाहिँ आएको थिएँ एकचोटि फिल्म हेर्नु अब हामी डाइरेक्ट घर जानु होला तिमीमा अब चाहिँ हामी टकमा सब्जी किनेर सिधै घर जान्छौँ त्यसपछि डाइरेक्ट घर अब एउटा काम चाहिँ सक्यो अर्को काम चाहिँ सक्यो भएन होइन भाइको चाहिँ काम भयो तिमीको चाहिँ काम भएन त्यति हो अरू त काम भइसक्यो त्यही अब माथि हामी सब्जी लाइनमा गएर मजाले टक्कसँगले सब्जी किन्दै भेट्नु त सबै साथीहरू हुन्छ टक्क साथीहरू चाहिँ टक्क सब्जी लाइनमा टक्क हामी आएपछि अब गिटार बजाउने एकजना होइन म बोकिदिने एकजना म गिटार टक्क सब्जी लाइन छिर्यो तुम्हार भाइवाडी तर त्यस्तो भिड हुँदैन छ यार कुन दिन बजार लाग्छ यहाँ चाहिँ होइन बुधबार चाहिँ हो पुरा भिड हुन्छ त्यो बेला चाहिँ होइन भाइले चाहिँ मलाई गिटार भिडाएर टक्कै यस्तो छ हालत सब्जी मन्डी अब टक्क यहाँ सब्जी किन्छु तुम्हाले एकछिन बस्छौँ है यो ठाउँमा अस्ति आएको थिएँ साधन भाइसँग एकचोटि तर मलाई थाहा थिएन कि यहाँनिर सब्जी मन्डी रहेछ भनेर थाहा थिएन मलाई साधन भाइसँग आउँछ यही बाटो हिँडेको थिएँ म होइन धेरैचोटि हिँडेको साधन भाइ यहाँदेखि कति मास्तिर बस्छ क्या अब तुम्हाले सब्जी किन्न सक्नुहुन्छ त्यसपछि हामी टक्क गएर माथि गर स्ट्यान्ड भेट्नुपर्छ टक्क अब घर लाग्दिने हामी है यसो गएर हामी माथि गएर भाइहरूले खोइ धानको गाडी पल्टेर भन्ने कुरा गरेको थियो गएर चाहिँ धानहरू पनि उठाउनु सक्नुपर्ने यस्तो छ फेरि हामीले यस्तो देखियो फेरि है सहिले अब हामी टक्क माथि नै गएर भेट्नुपर्छ टक्क गर स्ट्यान्डमा भाइ गिटार किनेर कस्तो फिल भयो अब सिकाउने चाहिँ कसले हो होइन गिटार जुइदिएको छ भाइले कसले सिकाउँछ भाइदिउ न ठिक छ आफै सिक्छ अरे युट्युबबाट बे भाइलाई चस्मा लगिदिनु छ अरे यो देखेर ब्लू र पिङ्क देखेको छ उयो गिटारमा धुलाउनु क्या खास यस्तै खालको मसिनो गिटारमा धुलाउनु पर्ने हो गिटारमा धुलाउनु उयो चस्मा कौडा पठाउनु गिटारमा धुलाउनु मैले एउटा किन्नु पर्थ्यो भनेको मसँग छैन यहाँ आज यस्तो छैन आज नबोकिआएको म ड्राइभर खलेक चस्मा छैन नि त भाइलाई बे भाइ तिम्रो चस्मा हामीले खोज्दैछौँ टेन्सन नगर तिम्रो चस्मा हामीले दिन्छ ट्याक्क पाराले है चस्मा ट्याक्क हातमा आउँछ तिम्रो भरे अनि बेलुकी मेला लाएर जाने हो टक्क अब गाडी दिने बुढोले है अब हामीलाई के गरेर हामी कसरी जाने हो त भन्दाखेरि चाहिँ हिँडेर भए नि जानुपर्ने हुन्छ हामी होइन ठेला गाडीमा भए नि जानुपर्ने हुन्छ त्यही हो ल अब हामी मास्तिर भेट्नुपर्छ ल गाइजहरू अब चाहिँ हामी घर टक्क फर्किसकेको गाडी चढिरहेको छौँ है अब घर आधी घन्टामा घर ट्याक्कै पुगिन्छ मेरो भाइ यहाँ छ खाजासाजा खाइयो है अनि अब घर लाग्दिएको बेलुकी भनेको फेरि बेलुकी मेला जानुपर्छ हामी टक्क है म भिडियो एकैचोटि हाल्छु सबै मेलाको यहाँको यो जापा झरेको एकैचोटि मेला हाल्छु सबै एकैचोटि म क्लिप काटेर हाल्छु
तर बेलुका मेला भाइहरू अब मेला गयो भने म पनि जान्छु नत्र गएन भने त अब कसरी गर्ने है बुढा मान्छेले बाइक पनि दिएन मलाई नत्र जाँदा हुन्थ्यो नि बाइकमा भाइ छैन बाइक अब एउटा बाइक नकिन्ने नहुने भयो म यस्तो चाहिँ अब हामीले भेट्नु सक्छ ल टक्क हामी चाहिँ अब घर लाग्दैको गाडी हिँड्छ हाम्रो अब 11:22 भएछ अब हामी लगभग माथि 12 बजीतिर पुग्छौँ अब कहिले बिच बाटो भेटेर जाउँ न तब टक्क 50 कम नाम चाहिँ स्टार्ट भइसक्यो छ यहाँ कत्रो हुन्छ गाडीले 50 कम नाम चाहिँ स्टार्ट भइसकेको छ गाइजहरू हामीलाई पनि चाबुक बेला भन्दा हामी नसुने नाच्ने छैन हामीलाई बेलाको अब हामी चाहिँ गुनगुने लाग्ने गुनगुने गाइजहरू हजुर हामीलाई पनि बोलाउँदा आउँथ्यो नि हामीलाई बोलाएन के गर्ने हो र अब त्यो अब हामी चासो होइन गुनगुने जाने अब गुनगुने मेला कसरी अनि म त हिँडेर पनि पुग्छु गुनगुने मेला त यस्तो मलाई जोस चाहिँ चलिरहेछ गुनगुने पुग्नुपर्ने छ म जसरी भयो नि सो गाइज अब हामी सिधै हामी शुक्रबारे बजार गएर भेटौँ ल ए सरी शुक्रबारे बजार होइन माथिमा अहिले फेरि यो हुन पार्क बनेको छ नि के अरे यो तुमा उयो जङ्गलको नाम के हो ज्यामदार जङ्गल हो त्यहाँ ज्यामदार जङ्गलको टक्क पार्कमा अहिले म चाहिँ तपाईँहरूले देखाउँछु पार्क कस्तो बनेको छ भनेर तपाईँहरूले अब हामी त्यहीँ पुगेर भेटौँ गाइस ल अब चाहिँ हामी टक्क शुक्रबारे बजार पनि छिरिसकेछौँ आफ्नो गाउँ है अब हामी ओर्लेर घर जानुपर्ने हुन्छ यहाँदेखि टक्क अटोमा वर्षमा चाहिँ टक्क अटोमा किने हो एउटा चस्मा किनेर लान्छ त्यो भाइको लागि एउटा चस्मा किनिदिन्छ है सधैँ मलाई हिँड्दै त्यस्तै अनि चस्माहरू किनेर हामी घर जान्छौँ तर चस्मा पहिले जस्तो राम्रो आउँदैन रहेछ अहिले होइन टक्क भाइले चाहिँ म्यासेज गरेछ मलाई अब ओर्लिन्छु त्यसपछि गीत चाहिँ ऊपर बवाल गाडीमा स्वाद गाडी गीत क्या सुन्नु चाहिँ ऊपर बवाल मजा आउँदो रहेछ क्या गाडीमा होइन डिजे स्टाइलको टक्क शुक्रबार आइपुग्यो ओर्लिने हामी स्ट्यान्डमा टक्क टक्क यहीँ हाम्रो ओर्लिने ठाउँ चाहिँ हजुर यहीँ हो हजुर ल
ल हजुर दाइ रास्दै हुन्छ ल म टक्क पुगिसकेँ अब हामी चस्मा किन्ने त्यसपछि भेट्ने अब है हामीले चाहिँ चस्मा पनि टक्क चस्मा पनि किनिसकेको है चस्मा 3टा चस्मा किन्यो जम्मा विवेक भाइको देखाइदेऊ त विवेक भाइ र मेरो सेम छ टक्क टक्क है अब त्यही हो अब यो लाएर मेला चलिन्छ हामी मेला घुमाइन्छ त्यही हो अब एकछिन अब घर लाग्नुपर्छ हामी होइन धेरै बेर बसिसक्यो भ्लग पनि लाग्यो तपाईँलाई गिटार टक्कमा घरमा लगेर देखाउँछु कस्तो खालको गिटार किन्यौँ हामीले होइन कुनको कम्पनी किन्यौँ भनेर जिप्सन किनेको है यो सेम हो तर मेरो भन्दा अलिकति उसको चाहिँ ज्याकपट पनि छ होइन तर मेरो चाहिँ ज्याक हाल्ने छैन क्या त्यही हो अब तपाईँहरूसँग माथि गएर भेट्छु म तपाईँलाई गिटार देखाउँछु अहिले भाइको गिटार टक्क यहाँ छ बोकिरहेको छ ल तुम्हाले फोन बनाइदिन्छ तपाईँहरूलाई टक्क घर गिटार देखाउँछु बाबा ल टक्क घर पुगेर भेट्नु रहेछ ल गाइजहरू म चाहिँ अब घर आएर अघि नै बसिरहेको छु है अब होइन भाइको गिटार सिटार किनेर आइयो त्यही हो अनि अब गिटारहरू ल्याइयो ल बिहान भर लाग्यो आज ढिलो भयो आइपुग्नु ढिलो भयो क्या अनि अब टक्क मेला जानुपर्ने मेला पनि अब जाउँ किन जाउँ जाँदिनँ होला मलाई मेला सेला पनि केही पनि छैन कोही नजानेर के जानु म जान्छ मेला कुनै अब मेला सेला त्यही हो अब घर आइयो भने ल ठिक छ अब मेरो भिडियो वाच गर्दै गर्नु थ्याङ्क यू आजको लागि आजको भ्लग चाहिँ यही एन्ड गरौँ होला गाइज